यो जुन हाम्रो दिमाग छ नि, तपाईँलाई थाहा छ यो दिमागले एक दिनमा 24 घण्टामा राम्रो नराम्रो कतिवटा सेन्टेन्स बनाउँछ। मतलब हामीलाई सोच नेगेटिभ पोजिटिभ यो थट्सहरू कतिवटा गराउँछ थाहा छ तपाईँलाई? थाहा छैन। 64,000 वटा एक दिनमा। त्यो मध्ये हामीलाई कति याद हुन्छ? उसले बनाइरहेको हुन्छ, हामी एनी टाइम सोचिरहेको हुन्छौँ, एनी टाइम हाम्रो यो दिमागले एनी टाइम काम गरिरहेको हुन्छ जबसम्म हामी सुत्दैनौँ। सुत्दाखेरि पनि उसले काम गरिरहेको हुन्छ। हो के? तर त्यो 64,000 मध्ये यदि हामीले लेख्न थाल्यौँ भने नि, जति बेला राम्रो कुराहरू आउँछ एउटा कपी राख्ने, चट्ट तरिकाले लेख्दै जाने हो भने हाम्रो बारेमा स्वयं आफैलाई धेरै कुरा थाहा हुन्छ कि मेरो भविष्यमा यो घटना घट्दैछ भनेर। यो शरीरले सबै कुरा सङ्केत गरिराखेको हुन्छ, तर हामीलाई थाहा हुँदैन। अहिले सोच्छौँ के सोचिरहेको हुन्छ, ओहो यार यो त साह्रै राम्रो विचार आयो मेरो दिमागमा भनिन्छ। त्यो विचार यदि हामीले लेखिएन भने त्यो 1 घण्टाभित्रमा त्यो जान्छ। अर्कोपल्ट फेरि आहा यार मैले त राम्रो कुरा सोचेको थिएँ, के सोचेको थिएँ त्यो थाहा हुँदैन, बिर्सिन्छ। त्यसैले एउटा कपी डट पेन राख्नुहोस्। जब राम्रो विचार आउँछ सट्ट तरिकाले लेख्नुहोस्। यसले हामीलाई धेरै कुरा इङ्गित गरिरहेको हुन्छ हैन? अब यो 64,000 विचार मध्ये हामीले एक दिनमा 5 देखि 10 वटा मात्र राम्रो विचारहरू लेख्यौँ भने नि, र त्यसैलाई रिमाइन्डिङ गरेर हेर्दै हामीले गयौँ भने काहीँ हामी अप्ठ्यारोमा फस्दैनौँ। कतै गर्न सकिँदैन। त्यो सबभन्दा ठुलो अप्ठ्यारो काम हो। संसारको 1% मान्छेले गर्छ। 1% मान्छेले गर्छ यो। त्यसैले यो संसारको जति पनि छ नि के अरे प्रपर्टी, 90% मान्छे गरिब छन्, 10% मान्छेको हातमा 90% मान्छे बराबरको प्रपर्टी छ। यो तपाईँ सर्च गर्नुहोस्।